मखमली चोली। हेलो नमस्ते सेवा सम्पूर्णलाई फेरि पनि म आज अनिता राई लिम्बू हजुरहरूको सामु आइसकेको छु। आयो हजुरहरू पनि सञ्चारमै हुनुहुन्छ होला भनेर आशाको साथमा मैले न्यू भिडियो स्टार्ट गरिराखेको छु। साथीहरू मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट माया गरिदिनु होला। मैले फेरि पनि न्यू भिडियो ल्याइसकेको छु साथीहरू। आज चाहिँ होलीको दिन हामी यसो रमाइलो यसो घुमघाम गर्न जाँदैछौँ अनि अन्तिमसम्म हजुरहरूले भिडियो हेरेर थाहा पाइ नै हाल्नुहुनेछ। अनि टक्कसँगले मेरो हस्बेन्ड अनि त्यसपछि मेरो हस्बेन्ड चाहिँ अनि मेरो साथी अनि मेरो बहिनी मेरो छोरा मेरो मम्मी आज आउनु भएको थियो। मम्मी केही बोल न मेरो ब्लगमा धेरै समयपछि आइरहेको छु मेरो साथीहरू। हामी चाहिँ अब हिँडिसक्यौँ। हामी चाहिँ अब मेरो बुढोको टेम्पोमा जान आँटेको छु। मम्मीहरू बल्ल बल्ल आउनुभएको बेला मम्मी अनि मेरो साथीसँग पनि आज म एकदमै ह्याप्पी छु। मेरो साथीसँग धेरै लङ टाइमपछि आज मेरो साथीसँग घुम्न जाने टाइम मौका मिलेको छ, जुरेको छ। अनि मेरो मम्मी र बहिनीसँग पनि बल्ल बल्ल आज धेरै समयपछि मिलेको छ साथीहरू। अनि आई होप हजुरहरूले मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भने आशा गर्दछु साथीहरू। अब हामी चाहिँ कुन ठाउँ जाँदैछौँ भने भिडियो अन्तिमसम्म हेरेरै तपाईँहरूले थाहा पाउनुहुनेछ है। अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला। लु आमाको झोला बोक्नु हुँदैछ होइन। आमा मेरो छोराले चाहिँ किन आमा भन्नुहुन्छ भने मेरो साथी हो कि, अनि त्यही भएर सानैदेखि बोली फुटेदेखि आमा भन्नुभएको, अहिलेसम्म आमै भन्नुहुन्छ है। खोइ नानी आमा कता जानु? टोइलेटमा जानुभयो। को घुम्न जान आँटेको छौँ हामी आज? अनि आमा कति दिनमा आउनुभयो नि? धेरै दिनमा होइन? पहिला ल अब हामी जानुपर्छ। चिसो बोक्नु पर्थ्यो माथि नि। फाइनली बुक यस्तो भयो नि साथीहरू। गर्मी हुन्छ होला तर यो शीतल हो, यो भेस्ट चाहिँ शीतल हुँदो रहेछ हौ। सेम मिलेछ नि त। यस्तो नि हुन्छ झ्या। म चाहिँ जाँदै गर्नु पर्यो साथीहरू, किनभने मेरो हस्बेन्डले चाहिँ गाडी माथि छ कि, अनि गाडी निकाल्दै गर्नुहुन्छ। अनि म चाहिँ पेट्रोल लिनु पर्यो। पेट्रोलले पुग्दैन जस्तो छ। नजिक त नजिकै हो, अनि पेट्रोल लिनु पर्यो। भरे बाटोमा सित्यो भने त गाह्रो हुन्छ। एउटा पेट्रोल लिनु पर्यो साथीहरू। चाहिँ पेट्रोल लिइसकेँ साथीहरू। मेरो गाडी चाहिँ आउन आँट्यो है। आज धेरैजना छौँ अनि त्यही भएर अटोमा जानु पर्यो साथीहरू। पहिला जति जाँदाखेरि कान्छीलाई धेरै ठोकाइदिनु पर्यो अरे क्या त्यहाँदेखि सालीको गाडीमा कहिले नचढ्ने भन्नुहुँदै थियो, तर बाटो चाहिँ पऱ्यो। हेर न अब चढ्नै पऱ्यो। नाजुको गाडीमा अबदेखि म कहिले चढ्दिनँ भन्नुहुँदै थियो नि त। अस्ति नै जाँदाखेरि आएर पनि बोजूहरू मधेस जानुहुन्छ। फुपूको घर यामिन थाहा छ साथीहरू। होली ओसो पार्कमा होली मनाउन जाँदैछौँ साथीहरू। यामिन अब त भयो, आमालाई आमा नभन ल। यामिन आन्टी भन्नु अरे अब त। अनि भरे अङ्कलहरूले आमालाई लगेन भने फेरि यामिन जिम्मेवारी यामिन। लोङ्गा हो लोङ्गा। अनि खोइ त टक्कसँगले छिर्यो। अब मजाले घुमघाम कति राम्रो छ। अहिले त ओइ तर फुलहरू रहेनछ नि, मजाले फुलेको रहेनछ नि। के सिजनमा फुल्छ होइन यतातिर क्या छैन। वाउ कस्तो दामीको यो चाहिँ यहाँ छ। हाम्रो हर्कसाङ पङ्जीको निर्माणद्वारा बनेको श्रम सांस्कृतिक पार्कमा आज चाहिँ घुम्न आएको छौँ। यहाँ चाहिँ घुम्नलाई चाहिँ लायकको छ क्या साथीहरू। यो चाहिँ यहाँ चाहिँ बुढाकरी वृद्धहरूलाई पनि यसो भर्खरकोदेखि बुढाबुढीसम्मकोलाई चाहिँ घुम्नलाई चाहिँ लायकको छ क्या साथीहरू।
अनि त्यही भएर आज चाहिँ मम्मीहरूलाई यतै लिएर आएको साथीहरू हेर्नु होला ठुलो भइसकेको छ माछाहरू यो माछा चाहिँ नि आमा यो लगेर नि यसमा चाहिँ उयो मसलाहरू हाल्नु पर्दैन क्या यो यत्तिकै मजाले टमाटर नि लाउनु पर्दैन यो चाहिँ बाउलाई लगिदिनु जाँदाखेरि 1 केजी जति तर लगाउने हार्का साङपाङले हात चाहिँ काट्ने कस्तो राम्रो वाउ कस्तो दामीको माछा वाउ कति राम्रो हो मेरो बहिनी दाज पनि निकालिदिनुहुन्छ राम्रो फोटोहरू निकालिदिनुहुन्छ टाढाको आउनेहरूले चाहिँ फोटो बनाउनु पनि दिनुहुन्छ एकैछिन निकालिदिनुहुन्छ कति राम्रो बनाइदिनुहुन्छ मेरो साथी हामी चाहिँ टिकटक बनाउँदा फोटो खिच्दा उता बनाइसक्यौँ यताको पार्टमा चाहिँ अब माथिको पार्टमा जाँदैछौँ फोटो खिच्नु अनि बाबा छोरा माथि पुगिसक्नु भयो यता चाहिँ हामी जाँदैछौँ म मेरो साथी कति राम्रो मेरो साथी त बाबा के छ राम्रो भएको के लाउँछौ के खान्छौ भन न एकचोटि लुगा धुने साबुनले मुख धुन्छु अरू गोरुको दुध खान्छु छा ओइ के बोले के अभी मजा आएगा ना भिडो म यो काट्दी के पो भन्छ वाटर खोइ के जति त्यही हो यही मान्छेहरू मिलाएर बुझ्न होइन मान्छेहरू कहाँदेखि यही हेर्नु चाहिँ आउनुहुन्छ विशेष गरी ओसोमा आउँदा चाहिँ ओसो पार्कमा आउँदा चाहिँ यताको पार्कमा चाहिँ हामीले चाहिँ घुमिसक्यौँ साथीहरू अनि अब भन न अरू चाहिँ सिलिम चाहिँ के भएर भएकोले भन त्यो मलाई पनि टिप्स दिनु न मलाई धेरै मोटायो भन्नुहुन्छ क्या मेरो साथीहरूले अरूले पनि मेरो कस्टमरहरूले पसलमा पनि भन्नुहुन्छ अनि के सिलिम हुने आइडिया चाहिँ देऊ न एक दुईवटा आइडिया सुँगुरको बोसो खानुपर्छ सुँगुरको मासु नछुनेले सुँगुरको बोसो खानुपर्छ के सुन्नु परेको सुँगुरको बोसो खानुपर्छ दिनभरि टोयल बस्दा यस्तो त छ हो साथीहरू आमा दाहा लागेर हो कि साह्रो बापरे बाप सिलिम भएर राम्री हुन्छ भनेर हो है सिलिम भएर राम्री हुन्छ भनेर यस्तो टिप्स चाहिँ भयो मलाई चाहिएन आफ्नो तालमा यहाँनिर यही नयाँ बनेको यामिनले च्याप्रुङ बजाउन थाल्यो लिम्बू जात त बजाउनु पर्यो नि त होइन हुँदैछ यामिनले यस्तो दामी अझै बन्दैछ कस्तो राम्रो छ साथीहरू घुम्नुलाई चाहिँ एकदमै राम्रो छ तपाईँहरू पनि धरानमा आइसकेपछि यतातिर आउन सक्नुहुन्छ साथीहरू रमाइलो छ एकजनाले सकिँदैन नि त दुईजनाले मात्रै बजाउन सकिन्छ यो बजाउनु दुईजनाले बाउ छोरा दुईजना मिलेर बजाउनु हुँदैछ बोकिदिनु न भारी गरौँ भयो होला कि अहिलेदेखि बोकेको होइन बिचरा बोकिदिनु अहिलेदेखि बोकेको होइन बिचरा गलिसक्छ यहाँ फेरि यहाँ चाहिँ के हो म चिन्न सरी ल यहाँ त के नामै चिनेन ए त्यो चाहिँ त्यसरी शरम गरेको क्या मान्छेहरूले चाहिँ आएर यस्तो कुटेकोटोले लिएर अनि यो सबै बनाएको हो क्या नानी यामिन त्यो के हो भएको पुरै अहिले त त्यो के भएर यो चैत वैशाख भएर नि यस्तो पुरै यस्तो छक्रक्क भइसक्यो यो कोलाहरू चाहिँ कसले खान्छ होला यस्तो ढुलै यो चैत वैशाखमा त बाप्रे बा ओइ कहाँनिर रोप्नु आएको अरे तिमी चाहिँ खोइ तिमीले चाहिँ के रोपेको छौ खोइ केही छ अब हामी घुम्दैछौँ अब सक्नु लाग्यो घुम्नै सक्नु आँट्यौँ अब यता आरा धानमा जाँदैछौँ के पो भन्छ आरा धरान जे भए पनि त्यही हो
मिलाएर बुझ्नु चाहिँ अगाडि जाँदैछिन् राम्री भएर त्यो पनि केकको दुध खाएर यस्तो भएको चाहिँ बन्दैछ त्यही भएर यताको बाटो ब्लक रहेछ अनि यताको बाटो जाँदैछौँ खोलाको बाटो पुग्यो यहाँ पनि न कति धेरै फुलेको यो त ओइतिरे कति धेरै एउटैमा फुलेको बाप्रे बाप कति राम्रो ठेकीमा पानी झर्दैछ ओ यहाँ पनि माछा रहेछ त यो कछुवा होइन यो त मरेको होला बनाएको कछुवा रहेछ माछा आरा धरानमा आइपुग्यो साथीहरू अब लगभग घुमिसक्यौँ हौ साथीहरू हो कलर छ यस्तै त थियो नि होइन र खै दाइ क्यामेराम्यान आज अनि यहाँ चाहिँ मेरो साथीले आज चाहिँ क्यामेराम्यानमा राखिरहेको छु मेरो साथीले क्याप्चर गरिराख्नु भएको छ भिडियोहरू चाहिँ अनि कति राम्रो छ सुन्दर ठाउँ छ अझ यो समयमा भन्दा पनि अझ त्यो के पो असार साउनतिर चाहिँ अझ राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यतिखेर चाहिँ अझ हरियाली हुन्छ क्या अनि टक्कसँगले हामी चाहिँ यहाँनिर अब घुमिसकेर अब फर्किनु लागेको आको मत लु टिकटक पनि यसैमा बनाइदिनु आको मत मायालाई खै के जति लु यति नै हाम्रो टिकटक चाहिँ साथीहरू माथिल्लोपट्टि चाहिँ बाटो ब्लक रहेछ अनि अझै बन्दै नै छ क्या अझै राम्रोहरू बनाउँदै हुनुहुँदो रहेछ अनि त्यही भएर हामी चाहिँ यही बाटो फेरि फर्क्यौँ अनि आज चाहिँ फेरि कति साह्रो भिड क्या होलीको दिन भएर होला अरू बेला नि मान्छेहरू त आउनु त आइराखेकै हुन्छ अनि यहाँ चाहिँ कति टाढादेखि नै आउनुहुन्छ यहाँ चाहिँ घुम्नलाई होइन अनि टक्कसँगले आज हामी चाहिँ साथी अनि साथीले धेरै दिनपछि बोलाएर अनि मम्मी पनि ठक्क आउनु भएको थियो मम्मी बहिनी पनि आउनु भएको थियो अनि मम्मी बहिनीलाई यसो अलिकति टाइम निकालेर घुमाउनु ल्याएको मेरो नि त टाइम त कहाँ हुन्छ र यो चाहिँ कति राम्रो क्या साथीहरू फुल हेर्नु न फुल भन्दा पनि धुपी के भन्छ नि यो कति राम्रो लाग्यो अनि यहाँ फोटोसोटो पनि खिच्यो अनि यो सबै हामी चाहिँ फोटोसोटो खिचेर हामी चाहिँ फर्किँदैछौँ अनि मम्मीलाई चाहिँ पहिल्यै पनि एकचोटि ल्याउनु चाहिँ ल्याएको त्यतिखेर चाहिँ पुरै बनिसकेकै छैन अझै पनि त बन्नु त बनिसकेको छैन तर पनि अझै बन्दै नै छ रोटी नखाने दही हो दही भोलिपर्सि मेरो बिहामा यस्तै लिएर आउनुपर्छ क्या मेरो बिहामा भोलिपर्सि यस्तै लिएर आउनुपर्छ अहिलेको जमानामा त यस्तोमा ल्याउँदैन होला हौ आरी पहिला उहिले पो स्कुटी डालोमा ल्याउँथ्यो त मान्छेहरूले अहिले त डालो भनेको थाहा छैन होला आमालाई सोध्नुपर्छ पातको नाम चाहिँ भुस्रे पात बटरफ्लाई यो बटरफ्लाई हो के यसो न उसो के गरेको त वाह दिदी दिदी वाह दिदी
सँगै फोटो पनि हुन्छ क्या राम 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 कलर खेलेको यहाँ कस्तो राम्रो आउँछ उ त्यो फुल लु हामी चाहिँ घुमिसक्यौँ है साथीहरू अब हामी फर्केको भिडियो चाहिँ के कस्तो भयो हजुरहरूले अब हेरेर प्रतिक्रिया दिनु होला साथीहरू मैले चाहिँ मेरो साथीलाई आधी चाहिँ खिच्नु लगाएको छु अनि अरू चाहिँ मैले पनि खिचिरहेको छु यस्तै भयो के भयो कस्तो भयो फर्स्ट जस्तै हो भिडियो चाहिँ फर्स्ट चाहिँ अब पहिल्यैदेखि भएको भएको अलिकति पारा आउँछ होइन फर्स्टै पारा चाहिँ आउँदैन तर पनि यसो जस्तो तस्तो खिचिरहेको जानी नजानी मेरो भिडियोलाई तर पनि हजुरहरूले माया गरिदिनु होला के साह्रो भिड हो आज त खानेपानीहरू पनि छ यहाँ मात्रै शीतल छ हौ साथीहरू हाम्रो गाडी यता पो छ त म त नचिनेको नि धेरै भएर लु आइपुग्यो साथीहरू अब लु रुममा आइपुग्यो साथीहरू हामी चाहिँ रुममा आइपुगिसक्यौँ अनि मेरो साथीले चाहिँ फोटोहरू हेर्नु हुँदैछ कस्तो के खिच्यो भनेर अनि फोटोहरू हेर्नु हुँदैछ म चाहिँ भिडियो गर्दैछु अनि त्यसपछि मम्मीहरू चाहिँ चिसो खानु हुँदैछ म चाहिँ चिसो खाइसकेँ गर्मी भएर आमामा कस्तो गर्मी भएको क्या अनुसारमा चाहिँ चिसो खाएर अलिकति हल्का भयो अनि म चाहिँ छिटो किन आएँ भन्दाखेरि साथीहरू अब हजुरहरूलाई थाहै छ मेरो पसल छ 3 बजे त जसरी भए पनि जहीँ गए पनि म 3 बजे चाहिँ आइपुग्नै पर्छ क्या साथीहरू 3 बजे चाहिँ पसल खोल्नै पर्ने हुन्छ त्यही भएर हो साथीहरू आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्यो जस्तो लाग्यो जे लाग्यो प्रतिक्रिया दिनु होला साथीहरू बाइ बाइ मेरो साथी मन पर्यो भने कमेन्ट गर्नु म मिलाइदिन्छु सिंगल चाहिँ के गर्नुपर्छ अब वैशाखमा बिहे गर्ने कन्ट्याक्ट गर्नु ल ल फोन नम्बर पनि दिम कि रुक फोन नम्बर चाहिँ आज नछोडौँ आजले यति नै ल ल बाइ फेसबुक आइडी मेरो साथी कडा हुनुहुन्छ है कडा हो क्या कर रहे है यार तू तो मजाक है क्या बर कडा हो माय गॉड बाय बाय सुनीता